छिटो अनि मिठो चिकन छोइला बनाऊँ है त आज। हेलो एभ्रीवन, वेलकम छ अर्को मेरो नयाँ भिडियोमा। आज चाहिँ म चिकन छोइला बनाउँदैछु। मलाई चाहिँ नयाँ नयाँ रेसिपीहरू ट्राई गर्न एकदम मन पर्छ कि बस त्यो पकाउनलाई चाहिने त्यो सामग्रीहरू चाहिँ हुनु पर्यो घरमा। मैले चाहिँ आज बोनलेस मासुको बनाउँदैछु। यो चाहिँ मन पर्छ भने हड्डीवाला मासुमा पनि मिठो हुन्छ है त। सुरुमा चाहिँ चिकनलाई फ्राई गरे। फ्राई चाहिँ एकदमै बेसकनी फ्राई गर्ने हैन, ठिक्क ब्राउन अलिअलि ब्राउन भएपछि चाहिँ त्यसलाई निकाल्दिने। किनभन्दा अलिकति रसिलो हुन्छ कि त्यतिको भएपछि। अनि त्यस पछाडि त्यही तेलमा चाहिँ मैले त्यो लसुन अदुवा र अनि त्यो खुर्सानीलाई सुके खुर्सानीलाई पनि फ्राई गरे थोरै थोरै हल्का ब्राउन हुने गरी। अनि थोरै तेल हालेर चाहिँ अनि त्यो टमाटरलाई पनि मैले अलिकति पकाएँ त्यहाँनिर, अलिकति पानी त्यसको सुक्दासम्म। अनि त्यसपछि पाला आउँछ मिक्सिङ गर्ने। अनि छुटाउने नहुने चाहिँ मलाई छोइलामा चाहिँ यो टिमुर जस्तो लाग्छ। छुटाउनु भए पनि नभए पनि मेरो चाहिँ फेभरेट त्यो मसला भएको भएर मैले चाहिँ हाल्छु नै। अनि त्यसलाई यता मिक्सरमा मिक्सिङ गरिसकेपछि चाहिँ यता खुर्सानी हरियो खुर्सानी काटेर हालेँ मैले। अनि थोरै लसुनको पत्ता अनि अघि मिक्सर गरेको त्यो पेस्ट हालेर मजाले मिक्स गर्ने। यो पेस्ट चाहिँ तपाईँले जुनको छोइला बनाउँदा नि हाल्दा मिठो हुन्छ। चिकन छोइला भए पनि, मटन छोइला भए पनि, सोयाबिनको छोइला भए पनि, जे भए पनि छोइलामा हाल्ने मसला भनेको मेरो यही हो। अनि झान्ने बेलामा चाहिँ मेथीले मात्र भन्दा पनि मलाई यो 5 फुरनले झाने एकदम मनपर्छ कि, सो मैले 5 फुरनले झाने। तोरीको तेलले झाने भने पनि झन् बेस्ट हो पहिला चाहिँ, तर मसँग चाहिँ थिएन। मैले चाहिँ नर्मल्ली तेल नै युज गरेँ। जानिसकेपछि चाहिँ मजाले मिक्स गर्ने, सबैतिर मसला लाग्ने गरी। अनि हाम्रो छोइला रेडी हुन्छ। यो भिडियो भेजिटेरियनले हेर्दै हुनुहुन्छ भने सेम प्रोसेसमा जस्ट चिकनको ठाउँमा चाहिँ सोयाबिन हालिदिनु होला। सोयाबिनको छोइला पनि यस्तो मिठो हुन्छ।